थाके बाजु त आम्म कामले त आम्मा ओइ के सर ऐना हेरेको आम्मा कति भयो ऐना हेरेको अघिदेखि हेरेको हैन ओइ तँ फोन हेरिबस्छस् ओइ जा गएर आलु सिन त तिम्बुरको अचार पनि बना छ कस्तो भोक लाग्यो आफू काम गरेर आएको उनीहरु नक्कल पार्दै एउटा फोन हेरिपराको रहेछ ए टु यो अल्छिनेलाई भन्नु नि उहिले त केही गर्दैन काम त दिनभरि ओइ जा गएर आलु सिन त म त तिमीहरुको आलु खान्दिन पनि उसिन्दिन पनि तिमीहरुले उसिन आफै खाऊ त्यसो भए ओछन सानाक सिनिक पार म त गर्दिन म यो ओछनहरु पट्याउँदिन पनि यो लुगा पट्याउँदिन पनि तिमीहरु आफै पट्याउ तिमीहरु आफै जे गर्नु छ गर म त ओइ त्यसो भए यो भाँडाकुँडा सबै टिपेर लैजा खाएको छ थुपारेको छ पलङ मुनि लुकाको छ के यस्तो आम्मा अल्छिनी र अघि यति थुपारेछ अनि मलाई पो लैजा पार्छौ म घरमा छुइन म बाहिर काम गर्छु दुईटा तिमीहरु दुईटा घरमा खाली छैन तैले मलाई मात्र भनिरौ जा ओइ त्यो त्यसले खादैन मैले गर्दैन पनि हेरे छोड दे अब तँ जा त्यसो भए आलु उसिन ल म यहाँ सानो म उसिन्छु कि तर त्यसलाई त म त यत्रो टुक्रा पनि दिँदैन फेरि गन्ध पनि दिँदैन तेरा दिन हुँदैन त्यसलाई साला अब यो आलु मजाले धोएर बसाउँछु पदिना र टिम्बुर मिसाएर अचार पिन्छु पिरो भयो आलु भएछ त तातो आमै तातो रहेछ अचार चाहिँ अचार यहाँ चाहिँ देखेन के हो ए अचार अब खाम ल कस्तो मिठो टिम्बुर बनायो खानुपर्छ है अब खाम ओइ निसा खुस्बु तिमीहरुलाई के पर दोकानमा बोलाउनु हुँदैछ बडीले छिटो जाऊ अरे अर्जेन्ट परेको छ अरे काम तिमीहरु जाऊ अरे छिटो जाऊ गइहाल ठिक्कै तातो आलु खाऊँ भनेको त बडीले किन बोलाइछ ओइ लु जुम एकछिन गएर आइहालौँ हौ अनि सेलिनले पनि गर्छ होला जुम एकछिन गएर आइहालौँ त किन बोलाइछ बडीले चाहिँ फेरि गए छैन र वाउ इना ठिक्कै पढिरहेको रहेछ खाइदिन्छु होला तिनीहरूलाई मैले ढाटेर पठाइहालेको छु जाओस् हो खानुपर्छ आलु मिठो हुन्छ मिठो ल तिनीहरू आइपुग्दा त म खाइसक्छु वाउ टिम्बुरको अचार यत्रो आलु खाइसकेछु टुक्कै यो एउटा आलु पनि झरेको तातो भएर अब यो छिटो खाइसक्नुहुन्छ तिनीहरूलाई खुवाओस् ला ढाकी त खाली छ त ओइ निसा यहाँ आइज त यहाँ आइज न छिटो आइज त के भयो यहाँ हेर त आलु त छैन त अन्त यसको मुख किन आलु भाइ आगर छैन मैले ओइ तैले खाइस आगर काम पनि गर्दिन केम गर्दिन आलु खादिन
किलो आलु ओइ पछि लोप लागिहाल्छ खाइहाल्यो ओइ 1 किलो आलु डल्लै खाइस एले साला हामी त मरि काम गर्नु ऊ पो साला ले न अलिक दे त दे हो यसरी ला खाऊ यसरी दे न घिच्छु नि साला काम चोर काम गर्नु मान्दैनस् घिच्नु भने पहिला साला ल अब आलु खाइदिस यो पनि लगाएर बस्छ यो पनि खा अब जाउँ हिँड ओइ घिच्छु नि हो हमको जिंदा मत छोड़ो सालो हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है।